हेलो गाइज, आज चाहिँ म बिहानै मर्निङ 2 बजे होइन उठेर चिया बनाएँ। अनि चिया चाहिँ यस्तो बसाएर उमाल्दैछु मैले। अनि चाहिँ मेरो चिया उम्लियो, त्यसपछि मैले अब यसो खानुको लागि रेडी गर्दैछु। के गर्नु साथी, एक्लै भएपछि त एउटा हातले मोबाइल समाएपछि गाह्रो हुने रहेछ। त्यसपछि यसो सब्जीहरू पखालेर टमाटरको फत्के बनाउनु पऱ्यो भनेर म यहाँनिर तयारीमा लागेँ। मैले सुरुमा चाहिँ टमाटर अब ट्याक 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 काट्दैछु, फेरि छुरी पनि खासै लाग्ने छैन नि त, त्यही भएर यसो काटेको जस्तो चाहिँ गर्दैछु। काटे गर्दैछु यहाँनिर साइडमा चाहिँ होइन। प्याज अरे लसुन पनि मैले ताछेर राखिरहेको छु। मलाई चाहिँ फेरि सब्जीमा यो फत्केहरूमा चाहिँ यो लसुन धेरै हालेको मिठो लाग्छ क्या, त्यही भएर लसुन पनि साइडमा अलिक धेरै जति चाहिँ मैले ताछेर राखिरहेको छु। टमाटर काट्दैछु, फत्केको लागि त अलिक निकै नै चाहिन्छ अब ढिँडो खाने भएपछि। त्यसपछि प्याजलाई पनि मैले स्याट गरेर त्यसको त्यो उसलाई फ्यालेर काट्दैछु। च्याक च्याक ट्याक 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 गरेर काटेँ होइन। म सेफ चाहिँ होइन तर यसो सेफ बन्ने ट्राई चाहिँ गरेको क्या मैले। ल काट्दैछु प्याज पनि। मलाई फेरि प्याज अलिक हालेको मिठो लाग्छ क्या टमाटरको फत्काहरूमा। त्यसपछि हाल्नु त पर्यो। यो बोर्डले पनि मलाई चपिङ बोर्डले साथ नदिएको देखेर म बिहोस हुन्छु होला हौ। त्यसपछि चाहिँ मैले अब अर्को प्याज पनि थपेर काट्दैछु। प्याज काटे गर्दैछु। त्यसपछि एकछिन अब लसुनलाई चाहिँ म थ्याच पार्दैछु। मलाई यस्तो सम्झिँदै, मलाई रिस उठेको मान्छेलाई होइन यस्तो म कल्पना गर्दै यो लसुनलाई थिचेको जस्तो म त्यसलाई पनि थिच्नु पाएँ हुन्थ्यो भन्दै म थ्याच थिच्दै च्याक 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 काट्दैछु। फेरि लसुन भएन भने सब्जीहरू मिठो हुँदैन। मलाई चाहिँ अरू त्यो धुलो मसला यताउता अग्रम बग्रम भन्दा लसुन प्याजहरू हालेको चाहिँ साह्रै मिठो लाग्छ, त्यही भएर म काट्दैछु लसुन चाहिँ। त्यसपछि खोर्सानी त हाल्नु पर्यो, नेपाली हो हामी, पिरो बिना त मिठो हुँदैन फत्का। अनि कन्ती बसाएर तेल पनि हालिसकेँ मैले यहाँ। त्यसपछि झट्ट यो हालेको चाहिँ मैले नदेखाएको होला गाइस, किनभने यस्तो तेल उछिटिएर नि झन्डै म त बिहोस भइनँ। अनि त्यसपछि प्याज चाहिँ हालेँ। अब प्याज हालेर यसलाई भुट्नुपर्ने हुन्छ। यसलाई गोल्डेन भइसम्म भुट्नु चाहिँ पर्ने हुन्छ। तर मेरो यहाँनिर लसुन चाहिँ अलिअलि डढेको देखिरहेछ, तर त्यस्तो साह्रो डढेको पनि थिएन, अलिअलि डढेको थियो। पनि तर राम्रै हुन्छ हुनु त। यहाँनिर यत्तिको गोल्डेन टाइपको भइसकेपछि चाहिँ अब फेरि चलाएँ मैले। चलाउनु त पर्यो। अनि बेसार हालेँ। त्यसपछि अब टमाटर स्वाट्टै हालिदिन्छु। मलाई चाहिँ यो टमाटरको फत्का नि नर्मल सादा मिठो लाग्छ क्या, केही नहालिकन खोर्सानी लसुनहरू हालेको। अनि चलाउँदैछु। चलाएर पकाउनु त पर्यो। अनि पकाउँदैछु अब एकछिन यहाँनिर यत्तिको भयो। एकछिनपछि यत्तिको भएपछि चाहिँ अब पाक्ला जस्तो हुन्छ। अब यसपछि म यसलाई म्यास गर्छु। यसलाई म ट्याकट्याकै चलाउनेले यसो अलिअलि टमाटर फुटाइदिन्छु, किनभने मैले सानो चेरी टमाटर पनि हालेको थिएँ कि डल्लै, त्यही भएर। त्यसपछि यो प्याजको पत्तालाई मैले यस्तोरी छर्किँदैछु। हल्का के भन्छ फत्के पनि ह्यान्डसम देखियोस् न भनेर हालेको। त्यसपछि फेरि चलाएँ अब चाहिँ मैले खनाउनुलाई रेडी गरेर खनाएँ। त्यसपछि फेरि मैले एउटा तरकारी बनाउनु पर्ने थियो, त्यही भएर यो यसो काटेर हालिदिएँ। पकाउँदैछु अब। त्यो एउटा किङ चिल्ली पनि थियो, किङ चिल्ली पनि हालिदिएको। यो चाहिँ लाफा साग के भन्छ हौ, नेपालमा चाहिँ लाफा साग भन्छ। अस्ति एकचोटि खाएको पुरा पल्केर क्या, मिठो हुँदो रहेछ। यो यहाँ विदेशमा त अब सिस्नोहरू पाउँदैन, सिस्नो टाइपको रियल टाइपको हुन्छ नि त। अनि ढेँडोसँग चाहिँ फेरि कुर्लुक जाला कि भनेर बनाउँदैछु यहाँ। यसलाई पनि अब गोल्डेन हुने गरी चाहिँ पकाउनु पर्ने हुन्छ। एकछिन मन पकाउँदैछु। त्यसपछि यत्तिको टमाटर हालेर यत्तिको बनाएँ। अब यो माथि चाहिँ म त्यो लाफा सागलाई यहाँ हालेर पकाउनु पर्ने हुन्छ होइन। एकछिन हेर्दैछु अब लाफा साग हालेँ।
अब यो यस्तो मिठो हुन्छ नि साथीहरू, मेरो त फेभरेट हो क्या यो। नेपालमा हुँदा मैले एकचोटि खाएको जस्तो लाग्छ, एकचोटि कि दुईचोटि पनि। हाम्रो घरमा त कहिले जिन्दगीमा पकाएको थाहा छैन। एउटा चौधनी बढी भन्ने हुनुहुन्थ्यो, उहाँहरूको पकाएर दिनुभएको मलाई याद छ। त्यसपछि मैले यहाँ देखेको यहीमा, अनि यसो युट्युब हेरेर पकाउनु सिकेर पकाउँछु। यसपछि मेरो बुढाले चाहिँ यहाँ ढिँडो मस्काउँदैछ, स्वाइँ स्वाइँ, मस्काउ बुढा मस्काउ, तिम्रो नौरानको बल निकालेर भन्दैछु म चाहिँ। तर हल्का गिलो भए जस्तो चाहिँ लागिरहेछ ढिँडो। ठिकै छ, गिलो भए पनि केही हुँदैन। मेरो बुढाले पसिना भएर जान्छ। त्यसपछि यहाँनिर रुममा लिएर ट्याक्क खाना रेडी भयो। यो दहीको तरकारी, ढिँडो, फत्के अन्डा, के छ। साथमा मेरो बुढाले यहाँनिर मलाई लस्सी पनि बनाइदिइरहेछ। अब लस्सी पनि खानै पऱ्यो। म खाइल साथीहरू, नरिसाउनुहोस् ल भन्दै खाँदैछु। मेरो बुढाले चाहिँ मामफुली अरे बदाम पनि मिसाएर खाँदैछ। म चाहिँ ढिँडो र यो खानाको काँक्रा पनि मैले खाएँ ल भन्दै खाइदिएको।